नमस्कार साथी, स्वागत छ तपाईहरुलाई। आज हामी चर्चा गर्दैछौँ सीता भाग 144, जहाँ कथा एकदमै भावको मोड पुगेको देखिन्छ। यो भागमा मुस्कानभित्र लुकेको पीडा, परिवार, विश्वास र सम्बन्धको परीक्षा मुख्य केन्द्र देखिन्छ। एपिसोडको सुरुवातमै घरको वातावरण सामान्य देखिए पनि सबै माको मनमा अनेकौं प्रश्न र चिन्ता हुन्छ। केही पात्रहरूले सत्य लुकाउने प्रयास गर्छन् भने केही वास्तविक बाहिर ल्याउने अठोट गरेका हुन्छन्। यही कारणले परिवारभित्र तनाव झन बढ्दै जान्छ। सीता भने सबै परिस्थितिलाई धैर्यका साथ समान्तर गर्ने खोजिरहेकी देखिन्छन्। उनी आफ्ना प्रियजनलाई जोगाउन चाहन्छन्, तर हरेक निर्णयसँगै नयाँ चुनौती थपिँदै जान्छ। उनको शान्त स्वभाव र अविश्वासले दर्शकको मन जित्न सफल हुन्छ। यसैबीच अर्का पात्रले गरेको एउटा निर्णयले कथालाई नयाँ मोड पुर्याउँछ। पहिलेको विश्वास गरेका मानिसहरू नै शङ्काको घेरामा पर्न थालेपछि सम्बन्धहरू कमजोर बढ्दै जान्छन्। यही मोडले आगामी भागमा अझ रोचक हुने सङ्केत दिन्छ। घरका अग्रज सदस्यहरू पनि परिवारलाई एकतामा राख्ने प्रयास गरिरहेको देखिन्छन्, तर सबैको फरक सोच र स्वार्थका कारण समस्या समाधान हुनुबाट सट्टा झन् जटिल बढ्दै जान्छ। आजको भाग सबैभन्दा राम्रो पक्ष भनेको कलाकारहरूको अभिनय हो। उनीहरूको खुसी, दुःख र डर र आशालाई निकै स्वाभाविक रूपमा प्रस्तुत गरेको छन्। यही कारणले दर्शकहरू अन्तिम दृश्यसम्म बाँधिएर बस्न बाध्य हुन्छन्। अन्तिम दृश्यले अर्का भागप्रति ठूलो उत्सुकता र जोगाउन छन्। अब सत्य बाहिर आउला कि फेरि कुनै नयाँ रहस्य खुल्नेछ? पात्रहरूको सम्बन्ध झन् बलियो बन्नेछ कि झन् टुट्नेछ? यिनै प्रश्नहरूको उत्तर आगामी भागमा पाउने पक्ष गर्न सकिन्छ। मेरो विचारमा भाग 144ले परिवारको सम्बन्ध, विश्वास, त्याग र धैर्यताको महत्त्वलाई भावनात्मक ढङ्गले प्रस्तुत गरेको छ। यदि तपाईले पनि यो भाग हेर्नु भएको छ भने तपाईहरुलाई सबैभन्दा मन पर्ने दृश्य कुन थियो? आफ्ना विचार कमेन्टमा लेख्न नबिर्सनुहोस्। यस्तै सीता लगायत नेपाली सिरियलका मौलिक समीक्षा हेर्नका लागि च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक र सेयर गर्न नबिर्सनुहोला। धन्यवाद। फेरि अर्का भिडियोमा भेटौँने बाचाका साथ यो भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते तपाईहरुलाई।